नमस्कार यहाँहरूलाई फेरि स्वागत छ मेरो आफ्नो युट्युब च्यानलमा। प्रेम भाइले सस्तो र राम्रो घरहरू देखाउनुहुन्छ, तपाईँलाई थाहा छँदैछ। आज यो घर लोनको समस्याले गर्दा है इमर्जेन्सी 15 दिन मात्रै टाइम बाँकी छ। पहिलाको मूल्यभन्दा 20 लाख घाटै खाएर दिँदै हुनुहुन्छ। मौकाको फाइदा उठाइहाल्नु होला। 5 आनामा बनेको यति राम्रो घर तपाईँले नसोचेको मूल्यमा लिन चाहनुहुन्छ, यो भिडियो अन्तिमसम्म हेर्नु होला, अनि मात्रै थाहा पाइ नै हाल्नुहुन्छ। अब तपाईँहरूलाई यो घरको बारेमा जस्ताको तस्तै तलदेखि माथिसम्म सबै जानकारी दिनेछु। हेर्न सक्नुहुनेछ यो बाटो रह्यो, यो ठुलो 22 फुटे सर र पिच बाटो रहेको छ। यहाँदेखि माथिसम्म जाने मेन हाइवे बाटो भन्दा पनि हुन्छ। यही बाटो टच रहेको दक्षिण फर्केको यो हेर्न सक्नुहुन्छ। चिटिक्कको सुन्दर घर यही नै हो। तपाईँलाई जस्ताको तस्तै देखाउँदैछु है। हेर्न सक्नुहुन्छ तलदेखि माथिसम्म यस्तो खाले रहेको छ। अब यहाँदेखि हेरिहाल्नु भयो भने यो बाटो भयो है। अब यहाँ गेट रहेको छ स्लाइडिङवाला, हेर्न सक्नुहुन्छ। अब यहाँ तपाईँले मजाले एउटा हाइलेक्ससम्म मजाले पार्किङ गर्न सक्नुहुनेछ भने यो साइडमा सानो कारहरू मजाले अट्छ। सानो सानो दुईवटा गाडी मजाले अट्छ है त। तपाईँले बाइक पार्किङ गर्छु भन्दा पनि मिल्छ। यति धेरै ओपन स्पेस रहेको छ, खुल्ला स्पेस। यहाँनिर तपाईँले वाटर फाउन्टेन बनाउँछु भन्दा पनि त्यहाँनिर आफै बनाउन पनि सक्नुहुनेछ है। त्यो लेभलको स्पेस पनि पाउनुहुन्छ, किनकि 5 आना जग्गा रहेको छ। तपाईँलाई जस्ताको तस्तै देखाउँदैछु है त। अब यहाँ सिडी टाइपको स्पेस पाउनुहुन्छ तपाईँले यस्तो खाले। माथि अब रुममा लगेर जाँदैछु। वरिपरि हेर्न सक्नुहुन्छ बााउन्ड्री घेरेर चिटिक्क बनाउनु भएको छ। यहाँदेखि हेर्नुहोस् है त, आहा नि तलदेखि माथिसम्म हेर्न सक्नुहुन्छ। अब यहाँ बिचको भागमा तपाईँले एउटा वाटर फाउन्टेन टाइपको बनाउनु भयो भने एकदमै राम्रो देखिन्छ, बाहिर देखिन्छ। अब यहाँदेखि हेर्न सक्नुहुन्छ तपाईँले। यहाँ म माथिल्लो तलामा आइपुगेको छु। यहाँनिर ओपन स्पेस पाउनुहुन्छ, यति धेरै खुल्ला स्पेस है। यहाँनिर आरामले बस्न पनि सक्नुहुन्छ, रेस्ट पनि गर्न सक्नुहुन्छ होइन। यहाँनिर एउटा सानो केही व्यवसाय गर्छु भन्दा पनि मिल्ने स्पेस पाउनुहुन्छ है त तपाईँले। अब यो तलदेखि माथिसम्म हेर्न सक्नुहुन्छ, यस्तो खाले स्पेस रहेको छ। तलदेखि माथिसम्म हेर्न सक्नुहुन्छ। आहा नि हेर्दै लोभै लाग्ने, किनौँ लाग्ने। ल हेर्नुहोस् है त, जस्ताको तस्तै तपाईँहरूलाई देखाउँदैछु प्रत्यक्ष रूपमा है। यो बिचको भाग मैले एडिटिङ गरेँ होइन, यस्तो खाले रहेको छ है त। ल हेर्नुहोस् तलदेखि माथिसम्म। अब तपाईँले यो स्पेस हेरिसक्नुभयो भने तलदेखि माथिसम्म बाहिरी भागको दृश्य हेरिसक्नुभयो। अब तपाईँलाई सिधै म भित्रतिर लगेर जाँदैछु है त। टक्क यहाँनिर हेर्न सक्नुहुन्छ, सबै काठको झ्याल ढोका हाल्नु भएको छ है यो घरमा। जस्ताको तस्तै देखाउँदैछु तपाईँहरूलाई, हेर्न सक्नुहुन्छ। यहाँनिर छिर्दा बित्तिकै एउटा रुम रहेको छ, जस्ताको तस्तै देखाउन चाहेँ। र यतापट्टि यो अर्को रुम रहेको छ, हेर्न सक्नुहुन्छ। यस्तो खाले उज्यालो रहेको छ। र यो बिचको ओपन स्पेस पाउनुहुन्छ भने तपाईँले यो साइडमा हेर्न सक्नुहुन्छ। अर्को एउटा किचनको लागि रुम स्पेस छ यहाँनिर, मिडियम साइजको। र यसै गरी तपाईँहरूले यहाँनिर पानी टङ्की सबै पाउनुहुन्छ है। र यसै गरी यहाँनिर पनि मजाले एउटा किचन रुमको स्पेस पाउनुहुन्छ भने पछाडिपट्टि पनि यति धेरै खुल्ला स्पेस पाउनुहुन्छ है त। यहाँनिर यस्तो फोरो छ, तपाईँहरूलाई जस्ताको तस्तै देखाएँ। यो किचन स्पेस र यो बिचको प्यासेज, यो टोइलेट बाथरुम है। टोइलेट बाथरुमको स्पेस यस्तो रहेको छ, फिटिङ गर्न बाँकी रहेको छ। र यतापट्टि पनि माथिसम्म निकाल्नु भयो रहेछ टाइल राखेर, एकदमै राम्रो छ, चिटिक्कको रहेको छ। साइडमा तलपट्टि ग्रानाइट टाइल, साइडमा स्टिलको रेलिङ युज गर्नुभएको छ है त। तपाईँलाई जस्ताको तस्तै देखाउँदैछु, हेर्न सक्नुहुन्छ। यस्तो खाले रहेको छ है। अब यहाँ हेरिसक्नुभयो। अब तपाईँलाई सिधै म माथिल्लो तलामा लगेर जानेछु, त्यहाँनिरको रुमहरूको दृश्य पनि देखाउने छु के कस्तो छ। जस्ताको तस्तै देखाउँदैछु है त। ल हेर्नुहोस्, साइडमा यो स्टिलको रेलिङ युज गर्नुभएको छ, तलपट्टि ग्रानाइट टाइल। र म माथिल्लो तलामा आइपुगेको छु। आउँदा बित्तिकै यहाँनिर पाउनुहुन्छ एउटा ठुलो साइजको यो बेडरुम। यसै गरी यो साइडमा अर्को मिडियम साइजको अट्याच बेडरुम, यो नि अट्याच बेडरुम रहेको छ, हेर्न सक्नुहुन्छ यस्तो खाले। र यो बिचको प्यासेज भइ नै हाल्यो। यसै गरी यहाँनिर पाउनुहुन्छ तपाईँले कमन टोइलेट बाथरुम। यसै गरी यहाँनिर यो अर्को मजाको एउटा बेडरुम पाउनुहुन्छ। यसमा पर्सनल बाल्कनी अगाडि रहेको छ, हेर्न सक्नुहुन्छ। ढोका यहाँ छ, तपाईँलाई त्यो खोलेर देखाउनु पाइनँ, तपाईँहरू आफै आएर पनि हेर्न सक्नुहुन्छ। र यहाँनिर पनि हेर्न सक्नुहुन्छ, यो यता पनि यो बाल्कनी रहेको छ अगाडि, तपाईँहरू त्यो हेर्न सक्नुहुन्छ उज्यालोको लागि है। यहाँ एउटा रुम उज्यालो हेरिहाल्नुभयो तपाईँहरूले। अब सिधै म माथिल्लो तलामा लगेर जानेछु। तलपट्टि 4वटा रुम, यहाँ 4वटा रुम, अझै माथि 4वटा रुम रहेको छ। त्यो पनि तपाईँहरूलाई जस्ताको तस्तै देखाउने छु है त। ल यहाँनिर हेर्न सक्नुहुन्छ ओपन स्पेस, यो बिचको प्यासेज। र यसै गरी यहाँनिर यो एउटा रुम बेडरुम है। यसै गरी यो अर्को अट्याच बेडरुम, तपाईँलाई जस्ताको तस्तै देखाउँदैछु। यहाँनिर हेर्न सक्नुहुन्छ टोइलेट बाथरुम, यो अट्याच बेडरुम।
ल हेर्नुहोस् यतापट्टि टोयलेट बाथरुम यो यस्तो खाले रहेको छ है। बेडरुम भयो, अगाडि ढोका, झ्याल अगाडि दक्षिण साइडतिर भित्रै आएको छ घाम हेर्न सक्नुहुन्छ तपाईँहरूले। जस्ताको तस्तै देखाउँदैछु है त। अब यसै गरी अझै माथिल्लो तलामा लगेर जाँदैछु तपाईँहरूलाई। यो सिडी भयो हेर्न सक्नुहुन्छ, जस्ताको तस्तै देखाउँदैछु है त। तपाईँलाई यो घरको माथिसम्म लगेर सबै जानकारी दिनेछु। अब यहाँनिर हेर्न सक्नुहुन्छ तपाईँहरूले एउटा यो रुम ठुलो साइजको नै पाउनुहुन्छ तपाईँहरूले। र यसै गरी यो अर्को रुम किचन बनाउनु भएको छ। यो कमन टोयलेट बाथरुम बनाउनु भएको छ, दुईवटा रुम भयो। यो माथिपट्टि पूजा रुम मन्दिरको स्पेस पाउनुहुन्छ भने यो छतमा राम्रो खाले टाइल युज गर्नुभएको छ। तलपट्टि हेर्न सक्नुहुन्छ यस्तो खाले स्पेस पाउनुहुन्छ है त। यहाँनिर ओपन स्पेस पाइ नै हाल्नुहुन्छ। ल तपाईँलाई यो जस्ताको तस्तै देखाइसकेको छु। अझै म माथि छतबाट केही देखाउने ट्राई गर्नेछु जस्ताको तस्तै है त। ल हेर्नुहोस् यस्तो खाले स्पेस रहेको छ भने यो सिडी भयो। सिडीको दृश्य म माथि छतमा आइपुगेको छु। छतमा आउँदा यहाँ हेर्न सक्नुहुन्छ अलिकति यो फोहोरहरू रहेको छ सरसफाइ नगरेर। पछाडिपट्टि यहाँनिर एउटा राम्रो व्यवस्थित होटल या रिसोर्ट रहेको रहेछ होइन। मजाले चलिरहेको छ यो पछाडिपट्टि भने। अब यो अगाडिको तपाईँलाई मोटामोटी खुलाइदिइहाले 2 करोड पनि हाल्नु पर्दैन है त। 5 आनामा बनेको 3.5 ताले ब्रान्ड न्यू घरलाई अब 2 करोडभन्दा तल रहेको छ। कमेन्ट गरिहाल्नु कति मूल्य पर्छ, अन्तिममा मूल्य भनिदिइहाल्नेछु। अन्तिमसम्म हेर्नु होला। आहा नि यति राम्रो घर हेरिसक्नु भयो, मन पारिसक्नु भयो, किन लाग्यो होला। यो घरको एक्ज्याक्ट लोकेसन भन्नुपर्दा ठ्याक्कै काठमाडौँको चन्द्रगिरी नगरपालिका वडा नम्बर 14 मा रहेको कलङ्की चौकभन्दा अलिकति माथि यलाई स्कुलको भन्दा अलिकति माथिपट्टि हाइटमा रहेको चिटिक्क मिलेको 5 आना जग्गामा बनेको यो 3.5 ताले ब्रान्ड न्यू घर। अगाडिपट्टि पार्किङ स्पेस मजाको पाउनुहुन्छ भने 14वटा कोठाहरू रहेको छ। सानोतिनो केही व्यवसाय गर्छु भन्दा मिल्ने घर रहेको छ। तपाईँले नसोचेको मूल्यमा लिन चाहनुहुन्छ, एकदमै सस्तो रेटमा लिन चाहनुहुन्छ, यो घर किन्दै गर्दा 1 करोडभन्दा माथि त लोनको सुविधा पनि रहेको छ है। अब ढिला नगर्नु, तपाईँले सस्तैमा लिन चाहनुहुन्छ भने जम्मा 1 करोड 95 लाख हालेर आफ्नो नाममा बनाउन सक्नुहुनेछ है त। अब यति राम्रो घर अगाडि 22 फुटे टक्क ढलान सर र बाटो रहेको छ। साइडमा घरको लागि भन्दा नम्बर राखिसकेको छु, डाइरेक्ट कन्ट्याक्ट गरेर राम्रोसँग बुझाइ लिन सक्नुहुनेछ। र केही नबुझेको कुरा छ भने तल कमेन्टमा लेख्नु होला भन्दै आजलाई बिदा हुन चाहन्छु। हस् त, नमस्ते, धन्यवाद।